Hello everyone, welcome back again my vlog. It's me, AB Vlogger. स्वागत छैन तपाईँहरूलाई मेरो भिडियोमा र मैले चाहिँ धेरै भयो होइन 3-4 दिन जति भयो भिडियो नबनाएको किनभने होइन लास्टै पानी परेको थियो नि त होइन मोबाइलबाट बनाउनु पर्छ होइन अनि मोबाइल बित्छ भनेर मैले चाहिँ भिडियो बनाएको छैन र आज चाहिँ मिठो घाम लागेको छैन धेरै दिनपछि त्यही भएर आज चाहिँ मैले भ्लग बनाउनु थालेको र अब म निस्किसकेँ यता काममा लगभग 7 बजिसक्यो अनि मैले 2 दिन यो हप्ता चाहिँ राम्रै इन्कम भइरहेको छैन याङ्गोमा पानी परेर होला साथीहरू है अनि मैले चाहिँ धेरै गोल राख्दैन अब 20-18 समथिङ त्यस्तो त्यस्तो गोल राखेर गर्छु काम पहिला सामानहरू चेक गर्नुपर्छ है त के चाहिने नचाहिने सामान है मैले चाहिँ सबै ल्याइसकेको छ आज है यो चाहिँ चार्जर है पावर ब्याङ्क दिस इज माई पावर ब्याङ्क र म यता ट्याक्क यसलाई यता हाल्छु र अनि के कस्तो छ है साथीहरू तपाईँहरूको इन्कम के कस्तो भइरहेछ 193 कोटेश्वर दिनुपर्ने रहेछ यार एकजना साथी आइरहेछ भन्छ है कुरुम कि नकुरुम भयो है हनुमान चोकको टिप ल्याएर आउँदैछ अनि आजकल है त्यो पहिला पहिला सुरुतिर काम गर्नुहुन्थ्यो नि त्यो राइडरहरूले इन्कम सिन्कम देखाउँथ्यो आजकल त खै केही पनि छैन इन्कम पनि छैन होइन बरु त्यो इन्कम देखाउनु भन्दा आफूले मिहिनेत गरेको भिडियो देखाउनु नि है कसरी मिहिनेत गरिन्छ के कस्तो छ होइन ह्याङ्गो गर्दाखेरि कतिको गाह्रो छ तर मलाई चाहिँ एउटा कुरा के अनौठो लाग्छ भने होइन साथीहरू प्यासेन्जरहरूले होइन मिहिनेत सोध्दैन रहेछ क्या प्रायः जस्तो मान्छेहरूले अब जसुकै होस् न होइन प्यासेन्जर होस् कि राइडर होस् होइन पहिला के सोध्दो रहेछ भने इन्कम सोध्दो रहेछ क्या राम्रै होला है इन्कम 4-5 होला इन्कम सोध्छ क्या होइन नि इन्कम सोध्नुभन्दा नि मिहिनेत पनि सोध्नुपर्छ कि होइन मिहिनेत अनुसार इन्कम छ याङ्गोमा होइन मिहिनेतै गरेन भने त इन्कम त कहाँबाट हुन्छ होइन जे काम गर्दा नि इन्कम चाहिँ हुन्छ क्या मिहिनेत गरेर काम गरे नि इन्कम हुन्छ क्या जेमा पनि अब जस्तै होटेल लाइनमा होइन अब फुड डेलिभर जेसुकै होस् न होइन त्यसमा इन्कम छ क्या म चाहिँ यता निस्किसकेँ आज होइन यस्तो मिठो घाम लागिरहेको छ साथीहरू है हेर्नु नि भ्यू पनि मजाको देखिरहेको छ है कहाँ मजा आइरहेको छ क्या चट्ट होइन फ्रेस हावा जस्तै क्या त्यो बिहान मर्निङमा उठ्छ नि 5 बजीतिर उठ्दाखेरि चट्ट होइन चराहरूको आवाज मात्रै सुन्दा त क्या मजा आउने क्या ल त साथीहरू आज मैले 20 गोल राखेको छु कति बजे सकिन्छ हेरौँ होइन लगभग मेरो नर्मल डेमा चाहिँ मेरो 8:30-9 बजी सकिन्छ होइन अब कोही कोही बेला राम्रै भयो भने चाहिँ 8 बजे 7:30 बजे सकिन्छ है मेरो काम चाहिँ त्यही हो होइन मैले चाहिँ बिहान 7 बजीदेखि बेलुका दिउँसो भनौँ न होइन दिउँसो 12 बजीसम्म गरिन्छ त्यसरी 2-3 घन्टा रेस्ट गरेर खानासाना खाएर रेस्ट गर्छु अनि त्यसरी 3-3:30-4 बजी त्यो 3टाको बिचमा निस्किन्छु अनि त्यसरी किन निस्किन्छ भने त्यतिखेर चाहिँ अनि पर्पल जोनमा जानु पाइन्छ क्या आफूलाई अलिक फाइदा हुन्छ क्या नत्र त फाइदै हुँदैन होइन अब फाइदा हुने गरेर काम गरे भने फाइदा हुन्छ नत्र त्यही हो घाटा हुँदो रहेछ क्या पर्पल जोनमा त बसेर त काम गर्नु पर्यो अब मलाई चाहिँ याङ्गोमा के बेस्ट लाग्यो भन्दाखेरि त्यही हो क्या पर्पल जोनमा अलिक धेरै इन्कम हुन्छ होइन अनि त्यसपछि 1x 2x कति दिन्छ त्यसमा फाइदा हुन्छ नत्र त ठिकै छ भनौँ न होइन त्योभन्दा अरू बेटर त इनड्राइभ त बेटर छैन इनड्राइभ त के भन्नु होइन प्यासेन्जर पनि पाउनै गाह्रो छ रिक्वेस्ट पनि एक्सेप्ट गर्ने गाह्रो रहेछ आजकल त मैले त्यही भएर याङ्गो गरेको होइन आफूले जे गर्नु मन लाग्छ त्यही गर्ने है त साथीहरू अरूको कुरामा लैलैमा चाहिँ नसुनेर त्यो भिडियो सिडियो हेरेर चाहिँ होइन काम नगरौँ आफूले मिहिनेत गर्न सक्यो भने इनड्राइभमा पनि छ पैसा होइन त्यही भएर
त्यही हो मेरो भनाइ चाहिँ साथी आउँदैछु भन्दै थियो एकचोटि एकलट फोन गर्नु पर्यो न त्यही म नि राइटतिर जानु पर्यो अर्को याङ्गो राइडर साथी नि आउँदैछ मेरो त्यसको चाहिँ होइन स्कुटर राम्रो छ क्या माइलेज दिने स्कुटर छ क्या मेरो चाहिँ माइलेजै दिँदैन होइन 800को तेल हाल्नुपर्छ दिनकै है के गर्नु तेलको भाउ पनि बढिसक्यो होइन 3 रुपियाँले गरेर 200 रुपियाँ भइसक्यो तेलको भाउ झ्याउ छ यार घटे त हुन्थ्यो नि यार फेरि है के हुन्छ अन्त घट्ने बरु होइन एकैचोटि 150 160 भए पो अलिक खुसी लाग्छ होइन त्यो चाहिँ अब 3 रुपियाँ 2 रुपियाँ घटिदिन्छ होइन तेलको भाउ पनि बोरै लाग्छ क्या त्यो घट्या कि नघट्या जस्तो फिल हुन्छ अनि पहिलातिर त है 2 रुपियाँ 1 रुपियाँ बढ्दा नि आन्दोलन जुलुस हुँदैन आजकल त के हो यार जुलुस पनि हुँदैन आन्दोलन पनि हुँदैन त्यो नचाहिने कुरामा चाहिँ आन्दोलन गर्छ यार त्यो भेडा जनताहरू यसो चाहिने कुरामा त यसो आन्दोलन गर्नु नि यार नत्र एकछिन मन्दिरहरू है मन्दिर दर्शन गरौँ हनुमान चोक मन्दिर है यसलाई चाहिँ हनुमान चोक मन्दिर गोकर्ण मन्दिर जे भन्नु मन लाग्छ त्यही भन्दा पनि हुन्छ गोकर्ण महादेव मन्दिर चाहिँ उता मुनि छ र साथी आउँदैछ म चाहिँ साथीलाई कुट्दैछु तर यार अब त सिटमा होइन यस्तो चाक दुख्छ नि साथीहरू है बस्दा बस्दै यार बस्नै सकिँदैन भने है अनि जाममा परोस् जस्तो फिल हुन्छ कि किनकि त्यतिखेर त उठ्नु पाउँछ नि त है झट्ट उठिन्छ जाममा होइन अनि न त्यो त अरू बेला त उठ्नु पाउँदैन राइडर साथी आइसक्यो जाने अब अर्को टिप बोकेर साथी चिया पो खान जाने अरे जाउँ न अनि कहाँ छ यहाँ चिया खान ठाउँ म यहाँ थिएँ यहाँ त बन्द रहेछ म चिया खानै जान्दैन अनि कहाँ जाने एक टिप बोकेर आइहालिस् ऊ 236 को छ त यहाँ त पर्पल जोन यता माथितिर जानुपर्छ क्या है यहाँ दाइको होटेलमा जाउँ न नन्ते भए खुल्ला छ कि छैन ल त साथीहरू है अब एकछिन हामी चाहिँ चिया खाएर ड्युटीतिर निस्किन्छु यहाँ त बन्द रहेछ उयो यहाँ पाउँछै पाउँदैन जाउँ न अनि ल त साथीहरू यहाँ चिया खान आएको खुल्ला पनि छ कि छैन खुल्लै रहेछ भर्खर खोल्नु भएको रहेछ त्यो बिहान नि अनि बत्ती बालेर काम गर्ने त्यो अटोमेटिक हो ल त भन्न लेमन टी जुन भएन भने चाहिँ एउटै त हट लेमन त यहाँ होइन यस्तो मजाको भ्यू दुईजना राइडर यहाँ छ है यसको चाहिँ आरजेड हो क्या यो यामाहाको मजाको अहिले माइलेज दिन्छ क्या यो स्कुटरले मलाई नि किन्न चाहिँ मन थियो तर के गर्ने 1.5 लाखदेखि मात्रै आउने रहेछ सेकेन्ड ह्यान्ड पनि किन्यो भने होइन यो कति पर्यो अरे सेकेन्ड ह्यान्डमा 160 है खतरा माइलेज 45 दिन्छ है डिस्काउन्ट मागेन त्यो अगाडि डियो हेरेको थिएँ कि डियो त काम छैन अहिले कि नयाँ मोडल लिनु पर्यो त्यो डबल साइलेन्सर भाडियो त्यो चाहिँ कति रे त्यो
त्यो चाहिँ कति लडको थियो भने 123 को थियो क्या 023 को त्यसलाई चाहिँ 160 भनेको थियो है त्यहाँदेखि फेरि महिना छोड्नको लागि पैसा लिनु गयो घरदेखि आएपछि फेरि ड्याडीले एभिएटर हेऱ्यो एक सय कति थियो त्यो पनि 100 कति 081 कै थियो अब यिनीहरूले जसरी लाने चाहिँ रहेछ यिनीहरूलाई के पैसा घटाएर 160 नै भन्यो त्यो पनि हुन्छ भने क्या ड्याडीले ड्याडी हल्का बाउसँग पो गएको हो अनि त्यसपछि हुन्छ अनि बेलुका त्यस्तै 7 साढे 7तिर त गएको अनि त्यहाँदेखि फेरि ड्याडीले चित्त बुझेन जस्तो छ नि माइलेजको लागि यो ठिक छ यो चाहिँ लानुपर्छ अरू भएन अब यो चाहिँ लान्छु भने क्या अब त्यसले त थाहा पाइसक्यो जसरी लान्छ यिनीहरूले पैसा लगाइसक्यो उसले थाहा भएपछि पैसा थुप्रो घटाएन क्या अन्त्य जानुपर्छ नि अनि अन्त हेरिसक्यो कि अगाडि नै हेरिसक्यो सब ठाउँ 160 नि भने यसको अनि यस्तै मोडल अरू ठाउँतिर थिएन नि त कति हो सोध्नु पर्छ नि सबैमा रेट बुझेर 40 जति दिनुपर्छ नि धेरै ठिकै हो त्यो कर्सर अर्को वर्षको लागि क्लियर भइसक्यो उठिसक्यो होला पैसा उठाइसक्यो अनि क्लियर त्यो उता ड्याडी गएर काम गरेर पैसा उठाइसक्यो कहाँ उठ्नु नि हो उठ्नु चाहिँ उठिसक्यो होला तर खर्च सर्च यताउता गरेको छैन क्या मेन चाहिँ खर्च है पाटपुट चाहिँ महँगो छ कि छैन यसको तेरो त्यो ब्रेक प्याड चेन्ज गरेको कति लिन्छ 2 साइडको कति त्यसको त सस्तै छ यसको त यसको ठ्याक्क दुईटाको यसको एउटा हो 300 कति पो हो कति एक साइडको अनि मेरो 650 महँगो पो रहेछ है कति दिनमा चेन्ज गर्छ अस्ति एकचोटि त गरेको ब्रेक प्याड त 200 एउटा मात्रै दुईटा मिल्दैन नि एउटा मात्रै हो यसमा फाइदा रहेछ नि त अनि के रहेछ नि त अगाडिको ब्रेक के हो लिक्विडहरू अस्ति गर्दा चेन्ज गरेको एउटा बेडसिट चेन्ज गर्नुपर्ने हो लास्ट के भन्नु तेरो पनि त्यस्तै हो के हिलोहरू तेरोभन्दा डबल हिलो छ त्यहाँ एउटै रहेछ हिजो कुदेकै छैन हिजो कुद्नै बाँकी कहाँको स्विमिङ पुलमा गयो पौडी खेल्न जाने भने त म त खोलातिर जाने है क्या हो भनेको नि त्यही अगाडिको फेरि मलाई राम्रोसँग खेल्नै आउँदैन मुकै नजिकन हिँड्ने क्या मुकै टोइलेट आएपछि फास्टफुड गरेर त्यस्तो हुन्छ नि ओपनिङदेखि यो दुइटाले छेस्छ यतापट्टि नि मिल्दैन क्या टेप यहाँले मिलिहाल्छ नि अनि यस्तो पातलहरूको अरू छ त्यो के अरे पानीवाला टेप जस्तै त्यसले चाहिँ टाल्दो रहेछ कि त्यो कागजले भन्दा नि यो त फेरि दह्रो टाल्छ नि त्यहाँ मैले बिहान भर्खर टालेको त्यहाँ मजाले टाल्छ त्यहाँ यहाँ टक्क यहाँबाट छिटेर गरेको उठाएर कहिले काहीँ रेस्ट गरी बोल्नुपर्छ मैले यहाँ ट्याक्क थिच्ने कल उठेर यस्तो खतरा चाहिँ किनिसकेपछि चाहिँ गर्नुपर्छ यसमा चाहिँ 2 दिनमै आर्थिक तेल हाल्नु नफ हुन्छ है त साथी पनि किन्नु ध्यान आएको फाइदा किन्नुपर्छ हुँदैन जोस हालिराख्नुपर्छ किन भन्दा नि देउस एक दिन आधा 1000 रुपियाँ भयो भने चाहिँ पुग्यो भनौँ न 1200 यति 1000 को तेल हाल्यो नि 2 दिनलाई चाहिँ नपुग्ने रहेछ है म त यतिको स्कुलहरू त 35 को हान्थेँ ल त साथीहरू अब हामी चिया खाएर होइन एकछिनमा निस्किन्छु त्यतिखेर भेटौँला तपाईँहरूलाई है त ल त साथीहरू हामी चाहिँ निस्किएको है दुईजनाले राइड पाइसक्यो ल खै चाबी कहाँ राख्यो यार यहाँ रहेछ कता हो पिकअप पोइन्ट
ल त साथीहरू हामी चाहिँ निस्केको है। त्यसको माथि रहेछ मेरो मुनतिर। मेरो चाहिँ यही नजिकै थियो। अझै होला अब चिट काट्दै क्या बिहान बिहान। त मेरो चाहिँ पिकअप पोइन्ट यहीँ हो है। है त अब दुईजना होइन, दुईजना अघिको साथीले नि 20 गोल राखेको छ, मैले पनि 20 गोल। दुईजना कसको इन्कम राम्रो हुँदो रहेछ त। हामीले चाहिँ च्यालेन्ज गरेको छ दुईजनामा होइन। जसले राम्रो गोल हुन्छ त्यसलाई चिया खुवाउने। लगभग हामी 8 बजे निस्क्यो है त आज, 7:30 8 बजे। सायद आज खासै हुँदैन जस्तो लाग्यो, किनभने आज अब यस्तो टन घाम लागेको छ। प्रायःले युज गर्दैन होइन। अब पानी परे बेला युज गर्छ क्या, भए पर्पल जोन हुन्छ। यस्तो बेला त कसले युज गर्छ है। ल त के भन्ने र होइन, पेट्रोलको भाउ त्यस्तै छ, बढ्छ यार। हट्ने त नामै लिँदैन। यो पानी पर्दा पऱ्यो नि नपऱ्यो नि यार, धुलो चाहिँ उडिरहेको हुन्छ यार। पानी पर्दा पनि धुलो उड्छ, नपर्दा पनि धुलो उड्छ है। अनि यो ललितपुर साइडमा गयो भने चाहिँ त्यहाँ होइन धेरै एक्सिडेन्ट भएको देख्छ कि साथीहरू। प्रायः मैले 2-3 दिन भइसक्यो म त्यता गएको होइन, कतिचोटि एक्सिडेन्ट भइरहेको देखा हुन्छ क्या। प्रायः जस्तो कहिले मान्छे कहिले गाडी है, त्यस्तो एक्सिडेन्ट भइराख्दो रहेछ क्या। त्यही त ललितपुर छेउमा हुनुहुन्छ भने चाहिँ होइन सेफ राइड है। बिस्तारै कुदौँ, हतारमा नगरौँ, हतारमा लत्तर हुन्छ। धेरै दिनपछि भ्लग बनायो, 2-3 दिनपछि है। अबदेखि चाहिँ म फुल भ्लग मात्रै बनाउँछु। अनि त्यो फुल भ्लगमा आधी क्लिप मात्रै हाल्छु है त। मिनी भ्लग मलाई लास्ट झ्याउ भयो क्या, त्यो झ्याउ काम रहेछ क्या मिनी भ्लग बनाउन। अलिक मलाई भोइस ओभरले गर्न आएन क्या, त्यति हो। न त्यो त अलिक भिडियो बनाउँदै क्लिप बनाउने त हो। त्यस्तो झ्याउ पनि होइन हुनु चाहिँ होइन। फुल भ्लग भन्दा नि मिनी भ्लग सजिलो होइन। तिमी के अरे भोइस ओभरले गर्दा के नमिल्या हुन्छ नि, त्यही भएर मैले चाहिँ बनाउनै झ्याउ लाग्यो क्या। बरु फुल भ्लगै ठिक छ है। अब मैले मेरो च्यालेन्ज ल्याएको थिएँ नि साथीहरू, त्यो अब भदौको अन्तिमसम्म कति पैसा जम्मा हुन्छ, त्यो पैसाले म DJI एक्सन क्यामेरा किन्नेछु। चेन छैन, म चेन्जै ल्याएको छैन। चेन्जै ल्याएको छैन है आज, छैन। हेर्नु नै, ए सार्नु लाउनु न। मैले कस्तो बिर्सेछु यार, चेन ल्याउँछु भनेको भुसुकै बिर्सेछु नि यार। कस्तो सस्तो आएको, के भएको आज। अन्त मैले सेकेन्ड टिपेँ त साथीहरू। 4 मिनट सेकेन्ड राइट छ मेरो डेस्टिनेसन। गोकर्ण हाउस रिजोर्ट रेस्ट्रो छ है त सेकेन्ड ट्रिप।
फोन गर्नुपर्छ यार पहिला फोन गरेन भने उनीहरूले गइरहेको बेला रिक्वेस्टै क्यान्सल गरिदिन्छ अनि फोक्करमा गएको जस्तो हुन्छ क्या म चाहिँ यता कपनमा छु है त भिरकुटी चोक र मैले सेकेन्ड राइट पाइसक्यो प्यासेन्जर कहाँ जानुभयो यार हस् फर्स्ट इन्कम हेलो ल लोकेसनमा हुनुहुन्छ होइन त म चाहिँ हिँडेको भ्लग पनि बनाउनुहुन्छ कि हजुर दाइ कुन चाहिँ भ्लग हो तपाईँको मेरो एबी ब्लग्स बेबी भ्लग हजुर। सब्सक्राइबर कति छ सब्सक्राइब भर्खर हो 60 जति छ हजुर 60 60 निकै बिस्तारै बढिहाल्छ नि तपाईँले गरिदिनु भयो भने 61 हुन्छ हुन्छ गरिदिन्छु मैले गर्छु हामीले त गर्ने त हुने होइन र गर्ने त गर्ने हो अब होइन भिडियो सब्सक्राइब गरेर मात्रै भएन है एउटै हेर्छ अरे यार। भिडियो चित्त बुझ्नु पर्यो भिडियो मन पराउनु पर्यो होइन यो त अब होइन साथीहरू कसैले भिडियो चित्त बुझ्दैन राइट सर मैले बुझेँ कि मैले नभए म उता पुगेर आउँछु नि गराउँछु सर टाइम लाग्दैन मलाई अलिन भाइ र त 79 को उठाएको थियो बाँकी टिप्स दिनुभयो दाइले धेरै धेरै धन्यवाद तपाईँलाई टिप्स दिनुभएकोमा दिस इज पहेँलो पुल र म पहेँलो पुल आइसक्यो माछाले कसरी ल्याउँछ यार झन्डै ठोकेको यार थैट सातै उडाइदिएर यार मेरो त ल उठाइदिएँ है त यो चाहिँ को पो रहेछ यार थैट स्क्याम हान्दिएर यार के साह्रो जाम यार जामै जाम ल त साथीहरू म चाहिँ निस्किसकेँ होइन साथी निस्क्यो अनि त्यही भएर म पनि निस्केको अहिले चाहिँ 3:30 हुनु लाग्यो होइन र म चाहिँ राइड खोज्दैछु र मैले याङको पार्टनरलाई फोन गरेको अब के गर्ने है त्यस्तै अरे होइन केमा काटेको अरे अब जति हामीले रिक्वेस्ट उठाउँछ नि त्यति पैसा काट्छ अरे अनि त्यस्तो त्यस्तो भन्नुभयो अनि मैले चाहिँ अब के भन्ने त होइन हो कि भनेर र म चाहिँ अब टिप खोज्दैछु र मेरो फाइनली होइन नौ राइड बाँकी छ र यताको मौसम अब पानी पर्ला जस्तो भइसक्यो बादलहरू कालो यता चाहिँ खुल्ला आकाश छ र अब म चाहिँ राइड खोज्दैछु अब हेरौँ कहाँको राइड पर्छ है त साथीहरू म चाहिँ झन्डै सुत्या भएछ क्या अनि त्यही भएर म साथीले फोन गरेर म नि उठ्यो अनि त्यो नि काममा हिँडेको रहेछ अनि म नि के एक्लै बस्ने भनेर म चाहिँ निस्किहालेको ल त राइडतिर भेटौँला है त साथीहरू ल त साथी है पानी पर्यो यार यस्तो भिज्यो हेर्नु न यति त भिज्यो है ठुलै पानी पर्छ जस्तै छ है ल त साथीहरू यार नक्खुको बाटो यस्तो छ यार नक्खुको हालत कस्तो ठाउँमा आइपुग्यो याङ्गोले कहाँ ल्याइदियो जिन्दगी नआएको ठाउँमा ल्याइदियो यार हेर्नु नि यहाँ छेउमा खोला छ अनि त्यही माथि अब प्यासेन्जर पनि रक्सी खाने प्यासेन्जर पर्यो झ्याप भएको है के हुन्छ हेरौँ है लानु सक्छ कि सक्दैन थेट सुरुमै भन्नुपर्ने हो क्या त्यो बाटो आइपुग्यो नि हेर्नु नै बाटै नभएको ठाउँमा बाटो आयो यार
ए हामी बाटै हेरेन रहेछ यार। ओहो ओहो कहाँ आइपुग्यो यार। बाटो दाइ यहाँ बाटो छैन। बिजोक पो भयो त साथीहरू हेर्नु नि बाटै नभए ठाउँ कस्तो ठाउँबाट बसेर बुकिङ गर्छ यार याङको पनि। कहाँ पो थियो किन हेर्नै पर्ने हुन्छ यार। हेर्नु नि यस्तो यस्तो खालको चाहिँ यस्तो मैले कसरी लाने यार। स्कुटर जान्छ त यहाँबाट स्कुटर जाँदैन है। हजुर कस्तो बाटोबाट ल्याए। जहाँ नजाने यार यहाँ त फस्छ। त साथीहरू फाइनली मेरो एक ट्रिप बाँकी होइन। अनि मैले यो राइडमा चाहिँ मैले 50 रुपियाँ टिप्स पाएँ है। म चाहिँ यता बुद्धमेल कन्ट्याक्ट छु। मेरो चाहिँ लास्ट राइड होइन डेलिभरबाट सकिन्छ होइन। अब डेलिभर पिकअप गरेर म चाहिँ डेस्टिनेसनसम्म पुग्छु है त साथीहरू। भोक पनि लागिसक्यो आज होइन। अब के रहेछ हेरौँ। डेलिभरको लागि पिकअप पोइन्टमा आइसक्यो। कस्तो अँध्यारो छ र म यता छु है त। डेलिभर लास्ट मेरो वान राइड चाहिँ मेरो डेलिभर है त। अब हेरौँ। फाइनली सामान पनि डेलिभर भयो होइन। ए होला लुगा सुगा रहेछ होइन। र अब म चाहिँ घरतिर लाग्छु है त साथीहरू। म चाहिँ यता मिलन चोकमा छु कपन मिलन चोक। र मेरो राइड पनि कम्प्लिट भइसक्यो र मलाई लास्ट टाउको पनि दुखिरहेको छैन। अब घरमा गएर चच्चा मासु लगेर मासु भात पड्काउनु पर्छ है त साथीहरू। यसरी नै जोडिराख्नु मेरो भिडियोमा होइन। र मलाई सपोर्ट गर्दै गर्नु माया देखाउँदै गर्नु है त। मसँग जोडिराख्नु। मेरो नयाँ नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा सब्सक्राइब गरिदिनु र फेसबुक इन्स्टा टिकटकमा चाहिँ फलो गरिदिनु है त। सबैजनालाई बाई बाई। भोलि भेटौँला। गुड नाइट।